साथी, जुन दिन तपाईँलाई लाग्छ नि हरेक व्यक्तिको भोगाइ र ज्ञान आर्जनको आधारमा उसले अरू व्यक्तिप्रतिको विचार तय गर्छ। जसरी मान्छे विश्वमा सर्वश्रेष्ठ प्राणी हो, त्यसरी नै उसले आर्जित गरेको सोच विचारका तरङ्गहरू नै उसलाई सर्वश्रेष्ठ लाग्छ। यो तपाईँको लागि ठिक हो या नहो त्यो केही फरक पर्दैन। त्यसैले आफूलाई बुझ्ने प्रयास नै जिन्दगीको सबैभन्दा सुखद पक्ष हो। त्याग गरेर, कुनै पनि चिजलाई त्याग गरेर मात्र नयाँ चिज हामीले हासिल गर्न सक्छौँ। त्याग भनेको एक किसिमको लगानी हो। जति बृहत्तर लगानी हुन्छ उति बृहत्तर आम्दानी हुन्छ। यो प्रकृतिको नियम हो साथी। त्यसैले ढुक्क हुनुहोस्, लगानी राखिराख्नुहोस्।